बात थिएन। सिगरेट खैनी त कति हो कति, गाजा खाएर झन्डै ढल्यो, कान पक्रेर अहिलेसम्म खाएको छैन है। तर कहाँबाट चाहिँ बाबाले चाहिँ पक्रिनु भयो क्या। राम्रो बुझ्नुहोस् है, मैले के भन्नु चाहन्छु, यो मेरो अनुभव, तपाईँहरूको सायद अरूै हुनसक्ला। टकतास खेलेको देखेपछि त बसिहाल्ने, हार्छै हार्छ। घरि आमा कोचोलेर आउनुहुन्थ्यो, आमा यहीँ हुनुहुन्छ है। आमासित अलिअलि डर लाग्ने, अरू त टेर्दैन, फेरि अटेरी हो। तर त्यसो गर्दै गर्दै एक दिन मलाई अब रेडियोमा म टाइपिस्ट जस्तो थिएँ, क्याजुअल टाइपिस्ट जस्तो थिएँ। एक दिन एक्लै जाँदै गर्दा मलाई के भयो, हार्ट एट्याक जस्तो भयो। राम्रो सुन्नुहोस् है, साइकोलोजिकली अब त्यो एल्कोहल केले गर्दा हो नि त वास्तवमा। तर बाबा ड्रामा, अहिले कसले भनेर ड्रामा इज फिक्स, स्पिरिचुअलले त्यहाँबाट मलाई पहिलायो। अन्त मैले मेरो वाइफलाई पनि भने, तिमीको साई समिति कहाँ छ हो भने, साई समिति लुरु जान थालेँ कि म चाहिँ को हो। त्यो जोग्राफीमा हामीलाई क्वेसन एन्सर आउँछ नि, यहाँबाट आकाश, आकाशबाट घाम, घामबाट जुनबाट तारा, ताराबाट त्यस्तो उस्तो, त्यहाँबाट चाहिँ के छ यस्तो कि तपाईँहरूलाई पनि हुन्छ। उता 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 बिरक्तै लाग्थ्यो। अब भर्खर बिहा गरेको ससुराली गयो, एकदम ज्वाइँ त स्लिप, के भयो डिप्रेसनमा गएको जस्तो, एन्जाइटी। तर हार खाएको छैन, भित्रबाट सके पो उठ्नु, सोच नै त ढिला छ। अब यहाँबाट त्यहाँ, त्यहाँबाट त्यहाँ, त्यहाँबाट त्यहाँ, त्यहाँबाट घाम जुन यताउता भने त्यसको उतापट्टि के छ त्यस्तो क्या, त्यस्तो मगज आउने। अब त्यहाँबाट साई समिति गएँ, साई समिति गएपछि भजनहरू सिक्नु थालेँ। एउटा भजन लिएर गएको थिएँ, छोटोमा भन्छु है, लामो हुन्छ फेरि। त्यसो गर्दै गर्दै जाँदाखेरि चाहिँ अब मलाई त चाहिएको आत्मज्ञान। मामाहरूले पनि भन्नुहुन्थ्यो काठमाडौँमा, उहाँहरू गुरु महाराजजीको हुनुहुन्छ। साई समितिमा पनि मैले धेरै क्यान्डल जुलुस गरेँ। अब क्यान्डल जुलुस मतलब क्यान्डल के भन्छ अब त्यसलाई, साधना पढेर होइन, राति उठेर, बुढियालाई पनि थाहा छ, आमालाई थाहा छैन है, राति नै उठेर म एक घन्टा जस्तो चाहिँ हेरिबस्थेँ म। त्यो के चाहिँ पाउँछु। अब मान्छेले मलाई पल्लोपट्टिकोले चाहिँ भन्नुहुन्थ्यो अरे, म नाम भनिदिनु, उहाँ बितेर जानुभयो होइन, यो यतापट्टिको कृष्ण भाइले चाहिँ के सिक्दैछ, उल्टापाल्टी के सिक्दै होला, राति हो त मैले के गरेको देख्दै थिएँ भन्थ्यो। त्यो टाइमको मेन्टालिटी। तर म चाहिँ स्पिरिचुअलमा बुझ्नु चाहनु थियो नि त मलाई कि म को हो। यदा यदा ही धर्म सब भन्छ, जो हुआ अच्छा है, जो होगा अच्छा है, पार्थ भन्छ है महाभारत गीतामा पनि। मलाई चढाऊ भन्छ, कसलाई कहाँ चढाउनु अब त्यो कृष्णलाई चढाउनु हो कि कसलाई चाहिँ चढाउनु। त्यसरी चाहिँ वान डे राजुभाइजीले मलाई दिदी दुर्गा दिदीको लागि एकताल जोरदार ताली। दिदीले कोही बेला सानो उदाहरण दिनुहुन्छ, कृष्ण भाइ फुलमा पानी हाल्नु पर्यो नि, फुलले पनि त हामीलाई हेर्छ, कुनै केहीमा पानी हाल्नु पर्यो नि, आगर त अलङ्कार बुझ्नु पर्यो नि त। मैले कसैलाई केही गर्दैछु भने उसले पनि मलाई हेर्छ नि त। कृष्ण भाइ प्रकृतिलाई गर्दैछ सकास, भोलिको दिनमा विनाशमा के गर्ने सकास। तर म आफै त ठिक छुइनँ, फेरि मान्छे छेउ भने मान्छेले मलाई गाली गर्दैछ, किनभने म त तीव्र पुरुषार्थ छुइनँ। एक दुईवटा सब्जेक्ट त मेरो रातो छ। तर बाबाले सबै छोडाउँदै ल्याउँदैछ नि त। मेरो भन्नुको मतलब चाहिँ फर्स्ट डिभिजन ब्रान्डेडहरू त छँदैछ नि, उनीहरूलाई चाहिँ फ्याङ्नु। र शनि भाइजीको लागि एकताल जोरदार ताली है। यसरी फेरि यो प्रोग्राम गरेको मलाई साह्रै मन पर्यो, खुसी लाग्यो। हाम्रो शिखला देव बच्चे, बिछडेको बच्चे जो पहिला जस्तो राजेश भाइजी, कृष्ण भाइजी, को भाइ दिदीहरू हुनुहुन्छ, यहाँ थुप्रो देख्दैछु मैले, अब नाम भन्नु सक्दिनँ होइन। तर हेर्नुहोस्, भगवान् भन्नुको लागि अब म यो दिदीकै अगाडि भन्छु, समटाइम्स म पनि बिग्रिएको हुन्छु, तर म बाबाको डाक्ला चाहिँ छोड्दिनँ, बाबाको हात छोड्दिनँ। म दिदी शनि भाइजी भन्छु म। मेरो एउटा गाडी राखेकै ठाउँमा आफै पल्ट्यो। यसरी ओह्रालो आयो, ओह्रालै आएको भए कतिजनालाई मार्थ्यो, आमालाई पनि थाहा छ। ओह्रालो नआएर यता गएर यता झऱ्यो, घेत्राकै त्यो ब्याग ओह्रालोमा राखेको झऱ्यो। डजन्ट म्याटर, कसैलाई केही पनि भएन। एकजनालाई अलिकति हस्पिटल पुऱ्याउनु पऱ्यो, दबाई सबै किन्थेँ, फोक्टा भइहाल्यो। सेकेन्ड टाइममा मैले कुदाएको पनि होइन गाडी, नयाँ बस्तीको लाइन थाहा छ, एकजना भाइजीले कुदाएको। अब त्यो ड्रामा फिक्स, म सेकेन्डमा बसेर 6 जना त लगेको, नयाँ बस्ती 6 जना लान्छ, सिधै ओह्रालो बाबा 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 भनेर चाहिँ बाबा 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 तल गान्द्रा गुन्द्रुङ 8 जना कि कतिजना
गान्दाङ गुन्द्रुङ यसो हेरेको मान्छे सबै सलिड, गाडी पनि सलिड, ऐना चाहिँ फुक्लेको रहेछ तर ऐना पनि सलिड। बुझ्नुभयो? अन्त यो चाहिँ मेरो चाहिँ जस्तै भए पनि म गिद्धेमा ड्युटी जान्छु। बाबा त भन्नु भएन नि त, मान्छे त अत्तालिन्छ फेरि छेउ गएर होइन। बाबाले सिकाएको छ नि त मनमना बाबा भनेर होइन। आँखा चिम्म गरेर ल बाबा वी आर मुभिङ। म मात्रै होइन, मसित त्यो 8 जना चढेर गिद्दी जाँदैछ होइन। यो खालको छ नि बेउरा त मान्छेले देख्दैन, उसले त देख्दै होला नि त। दिदीले पनि कोही बेला त देखेन, के हो दिदी, के हो दिदीले पनि नबुझ्ने रहेछ भन्नु लाग्छ क्या। हौ त्यस्तो हुन्छ नि, यो चाहिँ प्र्याक्टिकल ठाउँ रहेछ नि त है। त्यसले गर्दा फेरि सेकेन्ड टाइमको गाडी गैल भैँस पानीमा केस भएको नयाँ बस्तीमा कस्तो कडा केस हुन्छ। फेरि मैले कुदाएको होइन कि होइन भन्छु, हो कि हो भन्छ। ल हेर त, लु म किन डाँट्नु, झगडा गरिन्जेलसम्म भयो। फेरि बाबाले I10 किनिदिनु भयो। आफ्नो गल्ती छ अब त्यसमा पनि। I10 कुदाउँदा पनि अब त्यत्रो कुदायो, नेपाल कहाँ शनि भाइजीले पुऱ्याएर सेवाहरू पनि भयो, के भयो अब त्यो दुनियाँ भयो। लास्टमा निदाइ पठायो, एउटा सानो मारुतिलाई लाग्यो, कोही बात छैन, पर्सितिर आइ पनि हाल्छ। एकताल जोरदार ताली बाबा। त्यति बेला पनि मान्छेलाई लागेको भए कस्तो हुन्थ्यो भन्नुहोस् त। एउटा साँपलाई पनि हिर्काएको छुइनँ मैले, अङ्कल साँप रोकिदिइहालेको। भगवान्ले त भन्नुभएको छ नि त, जीव ज्यान भएको कसैलाई पनि नमार। तर कोसिस यो कोही बेला ब्याक गर्दा खोप लागिहाल्छ। बिरालोलाई लागे, कसलाई लागे टाप, तर त्यस्तो चाहिँ मेरोमा भएको छैन यो अनुभव होइन। त्यसले गर्दा तपाईँहरूलाई पनि त्यही भन्छु, हामी चाहिँ अलिअलि भाँचेको टुक्टेको अब त्यो गाडी साडीबाट यताउता भएको हो, डजन्ट म्याटर। हार चाहिँ खानु हुँदैन, डजन्ट म्याटर। ब्रान्डेड छ उनीहरूलाई कोही बात छैन, उनीहरूलाई अझै सकास दिउँ हामी। उनीहरू चाहिँ हाम्रो लागि एउटा के छ, एक्जाम्पल छ नि त। कसैलाई डिमोरलाइज पनि नबनाऊ हामी। दया गरेर म रिक्वेस्ट गर्छु, अब डिमोरलाइज गर, रक्सी नखा झन् रक्सी खाउँ पो लाग्छ। हामी चाहिँ लास्ट गुन्डाहरू चाहिँ फेरि यो ओम शान्तिमै आएको छ मैले भन्नुहुन्छ। अन्त मलाई बेसी सम्झाइरह्यो भने मलाई झन् झोक बाबा बरु टाप लाउँछु बाहिरतिर क्या। अब चाहिँ नखाने, कस्तो देउता जस्तो भइरहेछ कुनी, खोइ आशीर्वाद त जाँदैन फेरि, खोइ आउ त यहाँ। हौ त्यस्तो। अन्त तपाईँ हामी पनि अब त्यसरी नै है। अब उसो हप्तामा एकपल्ट मात्रै होइन। यहाँ बहिनीले भन्नुहुन्छ मलाई, वन्दना बहिनी बिचरा है, उहाँहरू पहिला कस्तो हुनुहुन्थ्यो, अहिले कस्तो भएको थियो। एकताल 3 जनाको लागि ताली मारिदिनुहोस् त। दैविक एकदम देवी नै छैन लु भन्नु त। त्यसले गर्दा हामी कसैलाई ह्युमिलेट नगरौँ है। बाबाले के भन्नुहुन्छ, गिरे भएको उठाओ, जो बिमारी छ, जो मातेको छ। शङ्कर पार्वतीलाई त्यत्रो हेर त तिम्रो भक्त भन्दाखेरि एउटा मथु मात्रै त रहेछ पानी पिलाउने, तर त्यो पनि एउटा भनाइ मात्रै। बेस्यालाई पनि बाबाले बेस्याको अगाडिको माटो ल्याउनु भनेको छ भने चाहिँ हामी मनमत मिसाएर के गर्दैछौँ हामी होइन। त्यसले गर्दाखेरि म तपाईँहरूलाई के भन्छु भने, एटलिस्ट म चाहिँ अब भोलिदेखिको चाहिँ कन्टिन्यू आउँछु। तपाईँहरू चाहिँ हप्तामा एकपल्ट भए पनि आउनुहोस्। जोरदार ताली आफ्नै लागि लगाउनुहोस् त। त्यसले गर्दाखेरि 2-3वटा कुरामा बात छ। नम्बर 1 एन्जाइटी, मैले अघि सुरुमै भनिसकेको छु, एन्जाइटी, डिप्रेसन इत्यादि। त्यसले गर्दा आध्यात्मिक बाबा बाहेक बाबाले तपाईँलाई कस्तो प्रकारले बचाएको हुन्छ। अहिलेसम्म मलाई हिरोमा हिरै राखिदिएको छ, तर बाबाको श्रीमत पनि मान्नु पर्यो। बाबाले मुरलीमा के भन्नु हुँदैछ, हामीले फेरि आफ्नो थप्छौँ त फेरि। त्यो चाहिँ डोन्ट एमेन्डमेन्ट एनिथिङ अदर्स होइन। ओम शान्ति, धेरै धेरै धन्यवाद। अन्त एउटा लास्टमा एउटा कुरो चाहिँ भन्नै पर्यो। हाम्रो शनि भाइजी वक्कै लाउने मलाई होइन, वक्कै लाउने। अब ऊ अलिकति अथोरिटी भएको मान्छे, अलिकति भयङ्कर मान्छे हो। उसलाई मैले सिकाउँथेँ अरे, अस्ति गाडीमा मलाई पुरा भाषण दिनुहुँदै थियो उहाँले। अन्त साँच्चै नै मनमा नै सोचेँ, त्यो दिन चाहिँ मलाई पनि भित्र लाग्यो क्या, अलिकति घोच्यो। अन्त अब त साह्रै भयो, उसको लागि गइदिएको जस्तो क्या, साह्रै भयो, मुरली आइदिनु पऱ्यो भन्ने जस्तो भयो क्या। हुनु त मेरो लागि आउँछु नि है। अन्त बिचरा उहाँ पनि, अन्त म मनमा नै मलाई के भन्छ चिन्तन भयो क्या, यो मान्छे त कस्तो थियो त हौ,
अहिले त छोटा ब्रह्मा बाबा जस्तो भइसक्यो। अहिले त फकाउँछ सबैलाई, हेर्नु त लु। शनि भाइजीलाई पनि एकताल जोरदार ताली है। अन्त उहाँको ट्याकलिङ पनि यसरी धेरै राम्रो भइसकेको रहेछ। परिवर्तन छिटो हुँदैन नि त। म त भन्थेँ पहिला अब 13मा माउन्ट आबु जाँदाखेरि घाडाबुडुक दिदी अब धारक सारक पनि बनाइहाल्छु, झन्डा पनि लगाइहाल्छु घरमा, घाडाबुडुक म त के अरे भइहाल्छ भनेको नि कर्माथि कि थेट कहाँ हुँदो रहेछ त्यसरी। 14 साल कि 15 साल लाग्यो, टुकुटुकु हिँड्नु त सकेको छैन हो। त्यति बेला त्यस्तो जोस भइहाल्छ हौ दिदी, पिक्चर पनि बनाइहाल्छु, यताउता पनि गर्छु, टाकटुक गर्छु, धारावाहिक भए पनि बनाउँछु हो। झन्डा त लागिहाल्छ, बुढी पनि आउँछ, आमा पनि आउँछ, छोड सबै आउँछ। पागल त भएको थिएँ म। त्यसरी चाहिँ हुँदैन रहेछ। अनि त्यसमा चाहिँ मैले के सिकेँ? निरन्तर तर धैर्य। धन्यवाद।